यो फागुन 21 गते हुन गइरहेको चुनावमा कसलाई भोट दिने प्लान छ हजुरको? अहिलेको त अब जेनजी पुस्ता पनि आयो, यत्रो आन्दोलन भयो, अब परिवर्तनको लागि चुनाव हुन गइरहेको। मैले जेनजी मैले थाहा छैन मलाई, म बुढो मान्छे, म त दिइराखेको एमाले सरकारलाई, एमाले पार्टीलाई म भोट दिन्छु जो उठ्यो पनि। हजुर कति सालबाट एमालेमा कार्यरत हुँदै सक्रिय कार्यकर्ता कति सालबाट हुँदै आउँछ? म त भन्न पर्दाखेरि साल त मैले बिर्सेँ, 20-21 वर्ष भयो। यो मालेहरूको आन्दोलनहरूमा जानुभयो कि नै? गएँ, जानुभयो। त्यो पहिला मालेको सरकार कति सालमा थियो नेपालमा? 51 सालमा। 51 सालमा मालेको सरकार। हजुर 9 महिने मालेलाई भएर अहिले एमाले चाहिँ त्यसरी नामकरण भएको। हजुर पहिला त मलाई थाहा छैन, पुष्पलाल के हुनुहुन्थ्यो अरे। अहिले हाम्रो अब एमालेको लिडर भनेको केपी शर्मा ओलीलाई, अब केपी शर्मा ओलीले धेरै भ्रष्टाचार गर्नुभयो। अब उहाँलाई चेन्ज गराउनलाई नै यत्रो अहिलेको जेनजी आन्दोलन त थाहा भयो होला हजुर। लगभग 7-8 जना जेनजीहरूले रोडमा ज्यान फाल्नु परेको थियो, किनकि यो यदि जेनजीहरूले ज्यान नफालेको भए यो चुनावै हुन्थेन हेर्नु। अब जेनजीहरूले अब हजुरहरू जस्तो पाएको मान्छेले अझै पनि ल एमालेमा भोट दिन्छु, सूर्यमा भोट दिन्छु, केपी ओली बुढालाई ल्याउँछु भनेपछि हामी 7 जना जेनजीहरूको ज्यान गएको त्यो रगतको मूल्य हामीले कसरी उठाउने भएको? त्यही भएर यसपालि तपाईँले केपी ओली यो बुढापाकाहरूलाई चटक्कै बिर्सेर एकपटक आफ्नो मन आत्मसात राखेर घन्टीमा भोट गरिदिनु भनेर म तपाईँलाई अपिल गर्न चाहन्छु। अपिल त गर्नुभयो, म सक्दैन त फेरि। तपाईँको मनमै एमाले छ है? एमाले छ। यो मनमा एमालेलाई हटाउनु पर्यो बा, कसरी दिलमै छ हामी भेडा भयौँ भन्ने कुरा म यसरी प्रमाणित गर्छु कि हाम्रोमा दिलमा के छ त? केपी ओलीले त ठाउँ बनाइसक्यो, उसले टावर बनाइसक्यो, आफ्नो भाइपट्टी बनाइसक्यो, बिहा गरेर आउँछ छैन, भाइपट्टी ठाउँमा गइसक्यो, भाइपट्टीका छोराहरू ठाउँमा गइसक्यो। तपाईँको जिन्दगी यस्तो डाँडोमा यस्तो खोलामा हेर्नु, यो काम गर्ने यस्तो वातावरण सब केपी ओलीले बिगार्यो। तपाईँको दिलमा होला, मैले मान्छु। अरू चुनावहरूबाट तपाईँले स्थानीय चुनावमा तपाईँको एमालेको मान्छे उठ्यो भने हाल्नु होला, तर यो पालि जसरी हुन्छ बालेन शाहलाई दिनुपर्छ। हस् त आजको इन्टरभ्यूलाई म यत्तिकै निम्ताउँदै अब लास्ट भएको फेरि एकपटक कुरा मैले अब यति मोटिभेट गर्दै गर्दा हजुरको फेरि एकपटक प्रतिक्रिया घन्टीमा भोट हाल्ने कि सूर्यमा भोट हाल्ने भन्ने त्यो त विचार गरौँ न। 21 गतेसम्म अझै म एकपटक तपाईँसँग 1-2 पटक अझै भेट्छु, 1-2वटा इन्टरभ्यू लिएर पछिसम्म अझै टाइम छ। फागुन 21 गतेसम्म अझै फेरबदल हुन्छ कि? नमस्ते। नमस्कार।